अब सिक्किम जाऊ लगेर जाऊ फिट गर्नु होला कि छैन हैन ल यो चाहिँ खोल्ने यसरी है यहाँ बस्नुमा लाग्छ ठ्याक्क कति चाहियो हामीसँग अब सबै ठाउँमा अब गेज हुँदैन नाप्ने कसै 25 mm हुन्छ हैन कसै 45 mm लेख्या हुन्छ है त्यसमा गेज एउटा नाप्ने एउटा कम्पास हुन्छ त्यो हाम्रो सबसँग हुँदैन त्यो हैन र हल्का हामीले अब दिने हो हल्का लुज गर्नु पर्यो यो तालिममा दिने हो ल मैले चाहिँ अलि फुल्ली टाइट गर्ने है कुनै बेला एक खुलेर पनि इन्जिन स्टार्ट हुँदैन हैन जस्तो अब इन्जिन स्टार्टै भएन भने एकचोटि यो तर दुईटा खोलेर यो हेरिहाल्ने हैन अनि अब समस्या आउन सक्छ नि अब इन्जिन भन्दा खोल्नु भन्दा त यसलाई टाइट गर्नु पर्यो चेक गर्नु पर्यो त्यो नट यो जाम भएपछि चाहिँ यदि यो हैन हल्का यो पनि ब्लेड छिन्ने जति ब्लेड छिराउनु हल्लिनु पर्यो के त्यो त हल्का हल्का हल्लिनु पर्यो तल पाना कफीको पाना राखेर पनि चेक गर्न सकिन्छ